सम्पूर्ण नमस्कार सर, नमस्ते। आज यो भेरिएसनको केसमा यो हाम्रो भेरिएसन केसमा एउटा कन्ट्र्याक्ट डकुमेन्ट जुन हामीले कन्ट्र्याक्ट गरे हुन्छौँ त्यहाँ रहेको छ, त्यहाँ क्लजमा पनि रहेछ। क्लज 45 र 46 हेर्दाखेरि त्यहाँ नै योको व्यवस्था छ। यो मैले खास देखाउनलाई मैले एउटा पिपिएमबाट डाउनलोड गरेको छु। यो हजुरको यो कन्ट्र्याक्ट एग्रिमेन्ट हेर्दाखेरि क्लज 45 र क्लज 46 हेर्दाखेरि क्लज 46 मा भेरिएसनको कुरा राखेको छ र क्लज 45 मा एउटा कस्ट कन्ट्रोलकोमा कस्ट 45.1 मा हेर्दाखेरि के भनिरहेको छ भनेर इफ द फाइनल क्वान्टिटी अफ द वर्क डन डिफर्स फ्रम द क्वान्टिटी इन द बिल अफ क्वान्टिटिज फर द पर्टिकुलर आइटम बाई मोर देन 25%, provided the change exceeds 2% of the initial contract price, the project manager shall adjust the rate to allow for the changes. अब यो हामीले काम गर्दै जाँदाखेरि कुनै भेरिएसन आयो क्वान्टिटीमा, कुन क्वान्टिटीमा आयो त्यो क्वान्टिटीले गर्दाखेरि कन्ट्र्याक्ट एमाउन्ट चेन्ज हुन्छ र कन्ट्र्याक्ट एमाउन्ट चेन्ज हुँदाखेरि अब त्यसलाई भेरिएसन गर्नुपर्छ। अब भेरिएसन गर्दाखेरि हामीले एउटा सिम्पल इक्जाम्पल के लिउँ, जस्तै मैले एउटा यहाँ के देखाउन खोजेको, मानौँ हाम्रो यो ग्याबियनको काममा, मानौँ जेबियनको काममा साइटमा काम गर्दाखेरि हाम्रो बिओक्यूमा 180 मिटर क्युब रहेछ। 180 मिटर क्युब यो यसलाई के भनौँ, ग्याबियन यस बिओक्यूमा यति रहेछ। अब काम गर्दाखेरि साइडमा अब भिओ हुने भयो, त्यो क्वान्टिटी टोटल कति आउने भयो, मानौँ 381 मिटर क्युब आउने भयो। अब यो आइसकेपछि हाम्रो यहाँ त क्वान्टिटी बढ्ने भयो। यो बढिसकेपछि हाम्रो यो कति पर्सेन्ट बढ्यो भनेर यो गर्दाखेरि हाम्रो 201 मिटर क्युब क्वान्टिटी बढ्यो। पर्सेन्टमा हेर्दाखेरि 201 डिभाइडेड बाई 100 नै 111% जति बढ्ने भयो। यो भयो। अब यो गर्दाखेरि यो बढेको यो क्वान्टिटीले जुन हाम्रो कोड गराएको छ रेट, यो रेट हाम्रो बिओक्यू रेटभन्दा यो 5000 बिओक्यूमा कुन रेट छ त्यो रेट हाल्दाखेरि हाम्रो कन्ट्र्याक्ट एमाउन्टभन्दा 2% एक्सिड हुने केस हुन्छ, त्यो पनि हेर्नु पर्यो। त्यो यदि एक्सिड भयो भने हामीले रेट नेगोसिएट गर्नुपर्छ। अब रेट नेगोसिएट गर्दाखेरि हामीले के गर्नु पर्यो भने यो जुन हाम्रो एउटा फर्मेट म यहाँ देखाएँ, मानौँ यो पहिला एउटा इन्जिनियर इस्टिमेट, यो ग्याबिनो केस लिउँ। इन्जिनियर इस्टिमेटमा हाम्रो 5814 रहेछ। अनि यो भिओ गर्दाखेरि यो ओरिजिनल कन्ट्र्याक्ट विथ रेस्पेक्ट टु इन्जिनियर इस्टिमेटमा मानौँ यो पहिला 27.18% जुन कन्ट्र्याक्टरले बिलो गएको हुन्छ ठेक्का राख्ने बेलामा, त्यो ठेक्काको एमाउन्ट बिलोको 100% यति पर्सेन्ट घटाइसकेपछि आएको एमाउन्ट मानौँ 4234 हो। यो इन्जिनियर इस्टिमेटमा हामीले इस्टिमेट गर्दाखेरि इस्टिमेट आयो। त्यसमा यो 30% बिलो गइसकेपछि आएको एमाउन्ट यो भयो 4234। नेगोसिएटेड रेट यति भयो। यो एउटा खास हामीले रेट नेगोसिएट समिति बनाएर यो एउटा गर्नु पर्यो र यहाँ सबैको साइन चाहिँ को इन्भल्भ हुनुहुन्छ त्यहाँ चाहिँ साइन गराउनु पर्यो। अब यो गरिसकेपछि यो रेटको लागि यहाँ कहाँ थियौँ हामी, यो रेटको लागि मानौँ अब यसको के भने चाहिँ हाम्रो यसमा 25% र 2%, यो 381 ले गर्दाखेरि 2% कन्ट्र्याक्ट एमाउन्टमा पनि बढ्छ, 2% भन्दा बढ्छ कन्ट्र्याक्ट एमाउन्ट, त्यो केस पनि सेटिस्फाई भयो। यो 25% भन्दा बढी एक्सिड भएको सेटिस्फाई भयो र 381 ले गर्दाखेरि बिओक्यूमा कन्ट्र्याक्ट एमाउन्टमा 2% ले पनि एक्सिड भयो, त्यो पनि सेटिस्फाई भयो। यो भइसकेपछि हामीले रेट नेगोसिएट गर्नु पर्यो। अब रेट नेगोसिएट गर्दाखेरि कसरी गर्ने भनेर यो जस्तै यो 180 क्वान्टिटीको 25% 25% जुन बिओक्यू रेट छ, यो मानौँ 225 मिटर क्युब आयो। जुन बिओक्यू मानौँ बिओक्यू एमाउन्ट 5000 छ भने 5000 छ भने बिओक्यू एमाउन्ट यो बिओक्यू एमाउन्ट 5000 छ भने यो 5000 सम्मको लागि यो 225% यसको 25% सम्मको लागि 5000 रेट हुने भयो र थप कति भयो
381 माइनस 180 जो 201 जो घनमिटर आयो त्यसको एमाउन्ट के हुनु, यो नेगोसिएटेड एमाउन्ट हुनु भयो। यहाँ यो एमाउन्ट कस्तो हुन्छ, यो नेगोसिएटेड एमाउन्ट। यहाँ नेगोसिएटेड एमाउन्टमा कति आयो, हामीले अघि कति नेगोसिएट गरेका थियौँ, मानव 4234 4234 छ भने यहाँ 4234 लेख्नु पर्यो। अब यो यतिको लागि 5000 यो बिओक्यू एमाउन्टै भयो। यो जुन एमाउन्ट हामीले राख्यो बिओक्यूमा जुन कन्ट्र्याक्टरले कोट गरेको एमाउन्ट भयो। अनि त्यसको एक्सिडेड क्वान्टिटीमा हामीले रेट नेगोसिएट गरेर गर्नु पर्यो। अब रेट नेगोसिएट गर्नलाई त म अघि पनि भने यो भनेको हाम्रो जुन कन्ट्र्याक्टरले बिलो गएको पर्सेन्टेज थाहा हुन्छ, कति पर्सेन्ट बिलो गएको छ, त्यसमा 100 माइनस यो गरेर एउटा टेन्टेटिभ निकालेपछि 100 माइनस यो गरेर एउटा एमाउन्ट आयो। यति पर्सेन्ट बिलो थियो पहिला ठेक्का, अनि इन्जिनियर एस्टिमेटमा गर्ने यो पहिलाको एस्टिमेटमा यति पर्सेन्ट गएर यो हो, किनभने उसले रेट गरेको त्यो होइन। यो इन्जिनियर एस्टिमेटमा कति पर्सेन्ट बिलो गएपछि यति आएन, एउटा रेट आयो। यो मानौँ यतिसम्म हामीले गरौँ पहिला। अब यो गरिसकेपछि यो भियो गरिसकेपछि त पक्कै हाम्रो कन्ट्र्याक्ट एस्टिमेट, यो कन्ट्र्याक्ट एमाउन्ट, रिभाइज एस्टिमेट यो सबै चेन्ज हुन्छ। अब त्यो चेन्ज एउटा गर्दाखेरि हाम्रो भियो पनि ब्यालेन्स हुनु पर्यो। कस्तो भनेर, जस्तो म एउटा तपाईँले हजुरलाई के देखाउँछु भनेर यो एउटा फर्मेट देखाएँ। यो के छ भनेर मानौँ अघि पनि भने ग्याबियनको एउटा मात्र केस लिए, अरू पनि केस हुनसक्छ, कुनै आइटम हुनसक्छ। त्यो आइटमलाई पनि चेक गर्ने। यदि 25% भन्दा बढी एक्सिड छ प्लस त्यो एक्सिड प्लस त्यो क्वान्टिटीले एक्सिड भएको क्वान्टिटी होइन, त्यो जम्मा क्वान्टिटीले 25% 2% कन्ट्र्याक्ट एमाउन्टभन्दा बढी छ भने त्यसलाई नेगोसिएटतिर जानुपर्छ। नभए अलि मिले मात्र जस्तो देखिन्छ कि जुन क्वान्टिटीमा बढी रेट छ त्यसमा भियो गरो, र भियो गरिसकेपछि बढी एमाउन्ट आउने भयो। र जुन एस्टिमेट जुन आइटममा कम रेट छ त्यसमा भियो गरेन। अनि त्यही भएर जुन क्वान्टिटीमा बढी एमाउन्ट छ कन्ट्र्याक्टरको त सबभन्दा कम बढी त प्रफिट कमाउने मनसायले गर्दा पनि हो। अब जहाँ त्यो पनि हुनसक्ला, नभए साइटको नेचरले होला, 2-3वटा कारण हुन्छ। तर हामी त्यतिर नजाउँ। हामी के सोचौँ भनेर मानौँ हाम्रो काम गर्दा गर्दै नेचरले गर्दाखेरि बाई नेचर नै हाम्रो क्वान्टिटी एक्सिड हुने भयो। त्यो एक्सिड भएको पछि र कुन आइटम एक्सिड भयो दुइटैलाई चेक गर्नुपर्छ, सबैलाई चेक गर्नुपर्छ। दुईवटा केसले एउटा 25% बढी एक्सिड हुनु पर्यो, प्लस त्यो एक्सिड भएको एमाउन्ट क्वान्टिटी मात्र होइन, त्यो जम्मा कति क्वान्टिटी आयो त्यो क्वान्टिटीमा कन्ट्र्याक्ट एमाउन्टमा 2% भन्दा बढी एक्सिड कन्ट्र्याक्ट एमाउन्ट भएको छ कि छैन। यदि त्यो भएको छ भने हामीले रेट चाहिँ नेगोसिएट गर्नुपर्छ। रेट नेगोसिएट गर्ने तरिका अघि पनि भनिसकेँ। अब यहाँ हामी के गर्नु पर्यो भनेर हेरौँ। यहाँ फर्मेट के छ भनेर यो अरू त्यो फर्मेट एउटा रहेछ मैले बनाएको पहिला काम गर्दाखेरिको दिपुङको रहेछ। तर यहाँ अब हजुरहरू आफ्नो ठाउँको नाम लेख्नु होला, अनि यहाँ चाहिँ प्रोजेक्ट नेम, कुन क्लाइन्ट हो, कन्ट्याक्ट नम्बर कन्ट्याक्टर गर्नु होला। र अनि यहाँ चाहिँ के रहेछ भनेर एउटा एस्टिमेट मैले यो एउटा भियोको फर्मेट बनाएँ। यो हरेक आइटम बाई हुन्छ। आइटममा यहाँ के रहेछ, आइटम नम्बर, डिस्क्रिप्सन अफ वर्क, युनिट, ओरिजिनल कस्ट एस्टिमेट, रिभाइज कस्ट एस्टिमेट, प्लस पर्सेन्टेज चेन्ज इन क्वान्टिटी विथ रेस्पेक्ट टु ओरिजिनल क्वान्टिटी। यो अघि मैले त्यही भने यो कति पर्सेन्ट क्वान्टिटी चेन्ज भएको, जस्तै यहाँ 25% चेन्ज भएको छ कि कति पर्सेन्ट चेन्ज भएको छ त्यो चाहिँ हेर्ने। अनि यहाँ ओरिजिनल कन्ट्र्याक्ट एमाउन्ट, रिभाइज कन्ट्र्याक्ट एमाउन्ट, अनि यसमा चाहिँ पर्सेन्टेज चेन्ज विथ रेस्पेक्ट टु ओरिजिनल कन्ट्र्याक्ट एमाउन्ट। अघिको कुरा ठ्याक्कै यहाँ आयो कि आयो भनेर ओरिजिनल एस्टिमेटमा चाहिँ त्यो क्वान्टिटी चाहिँ 25% भन्दा बढी भएको भयो भने यहाँ चेक गर्न मिल्यो। र क्वान्टिटी र एमाउन्ट चाहिँ 2% भन्दा बढी एक्सिड छ कि छैन यहाँबाट हेर्न मिल्यो। र अब यति भइसकेपछि एउटा यहाँ के हेरौँ भनेर हाम्रो ओरिजिनल कस्ट एस्टिमेट जुन हामीले ठेक्काको एस्टिमेट गर्ने बेलाकै हो, यो एस्टिमेटको रेट 3 करोड 60 लाख मानव एउटा केस। अनि ओरिजिनल कन्ट्र्याक्ट एमाउन्ट जुन एमाउन्ट चाहिँ हाम्रो ठेक्का बिड भइसकेपछि आएको एमाउन्ट हो। अनि रिभाइज कस्ट एस्टिमेट भयो, अनि रिभाइज कन्ट्र्याक्ट एमाउन्ट भयो। अनि यो गर्दाखेरि एउटा यतातिर राइट साइड हेर्दाखेरि के रहेछ, इन्क्रिज अर डिक्रिज इन एस्टिमेट विथ रेस्पेक्ट टु ओरिजिनल कस्ट एस्टिमेट। अनि यो के छ, यो कति एमाउन्ट इन्क्रिज भयो या डिक्रिज भयो एस्टिमेटबाट, रिभाइज एस्टिमेट र ओरिजिनल एस्टिमेटबाट। यो यहाँ राख्ने फर्मुलामै राखिरहेछ, हेर्दा भयो। अनि अरू के छ, पर्सेन्टेज इन्क्रिज। अब त्यो पर्सेन्टमा निकाल्दाखेरि कति पर्सेन्ट इन्क्रिज अर डिक्रिज भयो यहाँबाट आयो पहिलाको एस्टिमेटभन्दा र रिभाइज एस्टिमेटको केसमा। अनि त्यस्तै हामीले इन्क्रिज अर डिक्रिज इन कन्ट्र्याक्ट एमाउन्ट अर रिभाइज कन्ट्र्याक्ट एमाउन्टको केसमा कति एमाउन्ट भयो इन्क्रिज अर डिक्रिज, यहाँ हेर्दाखेरि इन्क्रिजै भयो। अनि त्यसमा पर्सेन्टेज पनि निकाल्ने हो।
त्यो भइसकेपछि यहाँबाट मैले फर्मुला के राखेको छु, यो दुइटैबाट जुन हाम्रो इन्क्रिज अर डिक्रिज इन एस्टिमेटबाट र इन्क्रिज अर ओरिजिनल कन्ट्र्याक्ट एमाउन्टबाट दुइटै एउटा मिल्नु पऱ्यो। ठ्याक्कै मिल्यो भने यो मिल्यो भने हाम्रो भिओ ब्यालेन्स जस्तो देखिन्छ। अनि यो मिल्नलाई त के हो, यसको दुइटैको डिफरेन्स त हाम्रो यो 0 आउनु पऱ्यो नि त। अब 0 आयो भने यहाँ 0.42 आएको छ भनेको यो ब्यालेन्स त छ। अब 0.42 कन्सिडर गरेर छोडिदिउँ त पनि यहाँ हाम्रो यो यदि 0 आइदियो भने अझै राम्रो। अरू यहाँ के छ भनेर हाम्रो यो ब्यालेन्स गर्नलाई हामीले ब्यालेन्स गर्नतिर जाँदाखेरि अब जुन आइटममा चेन्जेस भएको छ त्यो आइटममा चेन्ज गर्नु होला। अब मानौँ मैले एउटा केस मात्र ग्याबिनको कुरा भने, अब ग्याबिनको कुरामा हेर्दाखेरि यहाँ अलिक सानो पारिदिउँ, यहाँ धेरै जग्गा जस्तो मानौँ यहाँ के छ, अनि यसलाई फ्रिज पनि गरिदिउँ न एकछिनको लागि। यो फ्रिज गऱ्यो भने भ्यू फ्रिज ब्यालेन्स। अब हेरौँ, अब यो एउटा ग्याबिनो केस हेरौँ है। ग्याबिनो केसमा हेर्दाखेरि 6 हाइलाइट गरेको यहाँ छ यो हेर्दाखेरि यो 6 यो आइटम भयो ग्याबिनको हो। ग्याबिनको आइटम अलि अझै सानो पारिदिउँ यसलाई, किन यो अलि यसलाई पनि अलिक सानो पारिदिउँ। दुइटैलाई सानो पारिदिउँ अलि। अब यो 6.6 र 6.8 किन यो बिओक्यू आइटम नम्बरमा राखेँ यहाँ। यो ग्याबिनो केसमा यो ओरिजिनल कस्ट एस्टिमेट गर्दाखेरि यो 180 थियो। अब रिभाइज कस्ट एस्टिमेट गर्दाखेरि हाम्रो कति भनेको थिएँ मैले, 381 भनेको थिएँ। 381 यो दुइटा जोडेर 381 हुन्छ। या टर्म मैले टुक्रियाइदिएको, दुइटा कुनै सिट कन्ट्रीले गर्दाखेरि टुक्रियाएको। अब यो के छ भनेर हाम्रो यो हेर्नु है, मैले यहाँ अब यो के भने पहिला 180 को 25% ओरिजिनल कस्ट एस्टिमेट यो भइगयो। यो यसको 25% इन्क्रिज कति भयो, 225 सम्मको लागि रिभाइज कन्ट्र्याक्ट एमाउन्टमा त्यही एमाउन्ट भयो। यो भनेको ठेकेदारले कोट गरेको बिओक्यूको पहिलो ग्रेड हो। अनि त्यसपछि यसको एक्सिडेड क्वान्टिटी कति भयो, 156 को लागि हाम्रो 4234 रेट भयो। यो राख्दा पनि यो के भयो, 2.51% हो। भन्नाले यो अझै यो 2% भन्दा बढी नै एक्सिड भयो। त्यही भएर यो जुन रेट हामीले नेगोसिएट गर्यो यो अलि मिलेन। अझै यसलाई यो मिलेन कहाँबाट देखियो भनेर यहाँ ब्यालेन्स पनि भएन नि त। यो अघि देखाउँछु अहिले म, यो ब्यालेन्स पनि भएन। अब यो अझै रेट नेगोसिएट गर्नलाई हजुरहरूले यहाँबाट फेरि रेट नेगोसिएट गर्दा मानौँ यति आयो, यहाँसम्म एउटा यो 4234 आयो एउटा बिलोको केसले गर्दाखेरि। अब यसलाई 42 छ भने हामीले एउटा टेबल टक गरेर या यो हामीले मिटिङ गरेर यसलाई होइन 4000 मा झारौँ भन्ने कुरा पनि गर्न सकिन्छ। अब 4000 हाल्दाखेरि कति हुँदो रहेछ, अब 4 गर्दाखेरि ठ्याक्क 238 आयो। अब अझै गर्नु पर्यो, मान 3500 गरे, 3500 गर्दाखेरि 2.08 आयो। अझै गर्नु पर्यो मानौँ यसमा एउटा मात्र इक्जाम्पल लिएँ मैले। अब यहाँ कति रेट नेगोसिएटको 3000 गरौँ। 3000 गर्दाखेरि ल 1.78 बाट 2 बाट कम आयो। भन्नाले यो क्राइटेरिया भन्दा मिट खायो। अब यो 2% भन्दा के भयो भनेर कम आयो। अनि यो गर्दाखेरि अब एउटा मलाई अनफ्रिज गरिदिउँ। अनफ्रिज गर्दाखेरि अब हेर्नु यहाँ के छ, 0.32 माइनस आयो। यो भन्नाले हाम्रो ओरिजिनल कन्ट्र्याक्ट एमाउन्टमा एस्टिमेटमा 5.1 आयो इन्क्रिज र कन्ट्र्याक्ट एमाउन्टमा 4.8। यो भन्दा यो कम आएको राम्रै भयो। यो जुन एस्टिमेट भन्दा 5%ले बढ्यो, तर कन्ट्र्याक्टमा हाम्रो त 4%ले मात्र बढ्यो नि त, 4.8 मात्र बढ्यो नि त। एस्टिमेटमा बढ्यो धेरै, तर कन्ट्र्याक्ट एमाउन्टमा कम बढ्यो। हामी सेभ पोइन्टमै हुन्छ, यो -0.32 भने सेभ पोइन्टमै भयो। तर यो भन्दा यो घटी भएको राम्रो, तर यो भन्दा यो बढी भएको नराम्रो। त्यही भएर ब्यालेन्स गर्नुपर्छ र झन्डै 0 सम्म आउँदा अझै राम्रो, 0 गरिदिँदा नभए यसलाई अझै बढाइदिनु। यहाँबाट तपाईँ रेट नेगोसिएट कुरामा 3000 चाहिँ 3200 गरिदिनु। 3200 गर्दाखेरि 1.9 मा आयो र यहाँनिर गर्दाखेरि ब्यालेन्स गर्दाखेरि 0.2 अझै घट्यो। त्यही भएर 0 सम्म भएन, राम्रो अझै बढाइदिनु। जस यो र यो ब्यालेन्स गरिदिनु होला। यो ब्यालेन्सको केसमा यतिसम्म गर्नु होला यो ब्यालेन्स भएपछि। अनि यति गरी यो एउटा मैले पार्टिकुलर आइटमको भने। अब यस्तै तपाईँले हरेक आइटमको पनि गर्न सक्नुहुन्छ। यसको एउटा मात्र के सर भन्न खोजेको मैले, केसेस यही हो कि 25% भन्दा बढी एक्सिड हुन बित्तिकै 2% भन्दा बढी एक्सिड हुन बित्तिकै रेट नेगोसिएट गर्नुपर्छ, ब्यालेन्स गर्नुपर्छ। भियो त ब्यालेन्स हुनै पर्यो, यो भएको राम्रो। अनि त्यही भएर मैले अघि गर्दाखेरि उहाँलाई 2 भन्दा बढी थियो तर यहाँ कम गरेँ नि त। यो कम त नेगोसिएट गरेर रेट नेगोसिएट यहाँ कम गरेँ।
अब कुनै कुनै बेलामा बढी गर्न पनि सकिएला, तर अब यो ठ्याक्कै 0 बनाइदिनु। अब यो गरिसकेपछि भिओ ब्यालेन्स हुन्छ। यो फर्मेट छँदैछ सर, अनि म यो फर्मेट भएपछि म फर्मेट पनि पठाइदिउँला सरलाई। अनि केही भयो भने सर हजुरले मलाई कल गर्दा हुन्छ सर, मेसेज गर्दा हुन्छ। हस्, थ्याङ्क यू सर।